आज मसँग एउटा किताब छ, सपना साकार पार्ने एउटा मनमोहक कथा, जुन किताबको नाम हो किमियागा दि अल्केमिस्ट। अनि यसको मूल लेखकको नाम चाहिँ पाब्लो कोएल्हो हो। यो एउटा किताब यस्तो किताब हो जहाँ लेखिएको छ मानिसको सुख दुःख सबै कुराहरू समेटेर लेखिएको छ। अनि यो किताबमा एउटा पात्र छ क्या, त्यो पात्र चाहिँ यो चाहिँ एउटा यस्तो मनमोहक कथाको पात्र हो। यो केटा चाहिँ सेन्टियागो नामकको एक भेडा गोठालाको कथा हो। यो कुनै एउटा धनाढ्य परिवारमा जन्मेर सुख सुविधा सयल सबै चिज पाएको होइन, एउटा भेडा गोठालाको कथा लेखिएको छ, जुन चाहिँ वास्तविक हो। सेन्टियागो नामको एकजना भेडा गोठालाले आफ्नो खजानाको खोजीमा गरेको वर्णनको बारेमा एक्सप्लानेसन गरिएको छ। यो भेडा गोठालाले यति सङ्घर्ष गर्नुपर्छ जीवनमा, होइन, सम्झिँदा पनि सिरिङ्ग हुन्छ। एउटा भेडा गोठालाले गरेको सङ्घर्ष र उसको त्यो सङ्घर्षपछिको उसको सफलता चाहिँ लास्टै बवाल छ, लास्टै इन्ट्रेस्टिङ छ। अनि ऊ चाहिँ यो केटा चाहिँ स्पेनको आफ्नो घरबाट ऊ इजिप्टको मरुभूमिसम्मको यात्रा गर्छ, जहाँ उसको प्रतीक्षामा त्यो मरुभूमिमा किमियागर नाम गरेको एकजना व्यक्ति बसिरहेको हुन्छ। त्यो किमियागर नामको व्यक्ति उसले नचिनेको मान्छे हो, बिल्कुलै नचिनेको मान्छे। अनि उसँग किमियागरसँग भेटिसकेपछि ऊ एकदम डरलाग्दो मान्छे हुन्छ। त्यहाँ गएर त्यो मरुभूमिमा गएर खाने बस्ने कुनै पनि कुरा हुँदैन। उसँग चिन्जान गरेर उसँग विश्वको सबैभन्दा कठिन भाषा बोल्नुपर्ने हुन्छ। त्यो भाषा सिकेर उसले त्यो भाषा सिक्ने समय लाग्छ। अनि बोलेर त्यहाँ मरुभूमिमा आउने मानिसहरूलाई राम्रो व्यवहार गरेर उसँग गएका साथीहरू सबै मारिन्छन्, त्यहाँ द्वन्द्व हुन्छ, युद्ध हुन्छ। ऊ एउटा खजानाको खोजीमा हिँडेको हुन्छ। म चाहिँ नि आफ्नो खजाना नभेटिउन्जेलसम्म म सङ्घर्ष गरिरहन्छु, लडिरहन्छु भनेर हिँडेको हुन्छ ऊ। अनि त्यो केटाले त्यो मरुभूमिको लडाइँमा सङ्घर्ष गर्दाखेरि उसले एउटा चिज भनेको हुन्छ क्या, मान्छेको जीवन चाहिँ मरुभूमि जस्तो गतिहीन हुनु हुँदैन र हावा जस्तो उद्देश्यविहीन हुनु हुँदैन भनेको छ, जुन चाहिँ यस्तो इन्ट्रेस्टिङ कुरा छ। म फेरि पनि दोहोऱ्याउन चाहेँ, मरुभूमि जस्तो गतिहीन हुनु हुँदैन र हावा जस्तो उद्देश्यविहीन हुनु हुँदैन भन्छ उसले, होइन। यही कुरालाई आधार मानेर हामीले अगाडि बढ्ने हो भने पनि जीवनमा ठुला ठुला चिजहरू प्राप्त गर्न सक्छौँ जस्तो लाग्छ। तपाईँहरूले यो किमियागर दि अल्केमिस्ट किताब पढ्नुभयो भने यति धेरै कुराहरू सिक्नुहुन्छ। हुन त कुनै पनि पुस्तक पढ्नु भनेको नयाँ कुराहरू मात्रै सिक्नु होइन, आफूभित्रै रहेको कुराहरूलाई खोज गर्नु, अनुसन्धान गर्नु, आफूभित्रै भएको कुराहरूलाई व्यवहारमा उतार्नु नै सबैभन्दा ठुलो कुरा भनिन्छ। यो किताबले पनि त्यस्तै भन्न खोजेको छ। यस कथाले हामीलाई आफ्नो मनको कुरा सुन्न र जीवनको बाटोमा छरिएर रहेका लक्षणहरू बुझ्नको साथसाथै आफ्ना सपना कसरी साकार पार्न सकिन्छ भन्ने कुराहरू पनि सिकाउँछ। अनि यो किताबले सङ्घर्ष गर्नका लागि सिकाउँछ। सङ्घर्ष पनि यसरी गर जुन ठाउँमा तिमी गएका छैनौ त्यो ठाउँमा गएर लड्नै पर्छ कि राम्रो व्यवहार गर्नुपर्छ कि सानो हुनुपर्छ कि गोली खानुपर्छ कि त्यहाँका मान्छेहरूले गिज्याएको सहेर बस्नुपर्छ कि, यति धेरै कुराहरू सिकाएको छ पुस्तकले। यो के का लागि भन्दाखेरि आफ्नो खजानाको खोजीमा, खजाना भनेको के हो भन्नुहुन्छ भने एकदमै महत्त्वपूर्ण चिज, एक्सपेन्सिभ गुड्स हो खजाना भनेको। खजानाको खोजीमा उसले भोक, तिर्खा, प्यास अनि हावासँग बोल्नुपर्ने हुन्छ, घामसँग बोल्नुपर्ने हुन्छ, धेरै चिजहरू छन्, होइन। अनि सबैभन्दा यो किताबले चाहिँ हाम्रो जीवनमा धेरै महत्त्वपूर्ण कुराहरू सिकाउँछ। के त भन्दा हामीलाई जे भइरहेको छ त्यो राम्रैको लागि भइरहेको छ भन्ने कुराको बोध गराई जीवनप्रति आशावादी जगाउँछ। अहिलेको शताब्दीमा मानिसहरू आफ्नो जीवनदेखि एकदमै फ्रस्ट्रेट भएका छन्।
चाहे सफल मानिसहरू हुन् चाहे असफल मानिसहरू हुन् होइन, सफल भएका मानिसहरू मात्रै आफ्नो जीवनदेखि खुसी छन् र आशावादी छन् भन्ने हुँदैन। सफल मानिसहरू पनि कुनै कुराको यो केटाले खजानाको खोजी गरे जस्तै उनीहरू पनि आफ्नो अर्को लक्ष्यका लागि दौडिरहेका हुन्छन्, भागिरहेका हुन्छन्, पैसाका लागि कुदिरहेका हुन्छन्। त्यस्तै असफल भएका मानिसहरूले पनि आफ्नो मनमा भएका कुराहरू सुन्ने, पत्ता लगाउने, व्यवहारमा कार्यान्वयन गर्ने र जे भइरहेको छ त्यो कुरा नै राम्रो हो भन्ने बोध गराई आफ्नो जीवनप्रति चाहिँ अझै धेरै आशावादी गराउने कुराहरू यो पुस्तकले सिकाएको छ, अथवा असफल भएका मानिसहरूले सिक्नुपर्ने कुराहरू। अनि त्यसपछि यो कथाको मूल पात्र पाब्लो कोएल्होले लेख्नु भएको छ। केटाले गरेको सङ्घर्ष यस्तो छ, उसको स्पेनको आफ्नो घरबाट इजिप्टसम्मको मरुभूमिको यात्रामा गरेको सङ्घर्ष अनि मरुभूमिमा रहेको किमियागर नामको व्यक्तिसँगको भेटवार्तापछि उसले आफ्नो सफलतालाई साकार बनाउनका लागि अथवा आफ्नो खजानाको खोजीमा लड्नका लागि एउटा किमियागर नामको व्यक्तिसँग भेट हुँदा त्यो किमियागरको उद्देश्य चाहिँ के हुन्छ भने सिसालाई सुनमा बदल्ने। इमेजिन गरौँ त हामी सपना कस्तो कस्तो हुँदो रहेछ मान्छेको होइन। सिसालाई सुनमा बदल्ने सपना हुन्छ, जुन सपना चाहिँ साकार बनाउनका लागि किमियागर हिँडिरहेको हुन्छ भने त्यो किमियागरको कुरा सुनेर त्यो केटा चाहिँ आफ्नो खजानाको खोजीमा हिँडेको छ, त्यो खजानाको खोजीमा हिँड्दाखेरि उसले गर्नु परेको मेहनत सङ्घर्ष देखेर हाम्रो जीवनमा, हामी सामान्य मान्छेको जीवनमा देखेका सपनाहरू साकार गर्न त त्यति गाह्रो छैन जस्तो लाग्यो मलाई यो किताब पढिसकेपछि। तपाईँहरूले पनि यो किताब पढ्नुभयो भने आफ्नो सपनालाई कसरी साकार पार्ने भन्ने कुराहरू सिक्नुहुनेछ। र पाब्लो कोएल्होको उद्देश्य भनेको के थियो भने खजाना पाउनु थियो। उसले सारा दुनियाँ सङ्घर्ष गरेर उसले खजाना पायो अन्तिममा। त्यस्तै हामी मानिसहरूले पनि आफ्नो जीवनमा सफल हुनु छ अथवा आफ्नो उद्देश्य पुरा गर्नुपर्ने छ भने सङ्घर्ष गर्नुपर्छ, मेहनत गर्नुपर्छ, नयाँ कुराको खोजीमा मात्रै होइन, आफ्नो भित्र रहेका कुराहरू, आफूसँग भएका कुराहरूलाई नै सही ठाउँमा सदुपयोग गरेर, सही ठाउँमा त्यसलाई अप्लाई गरेर, मेहनत गरेर अनि इच्छा शक्ति राखेर अगाडि बढ्नुपर्छ र आफ्नो उद्देश्यमा जसरी पनि पुग्नुपर्छ भन्ने कुरा यो पुस्तकको मूल सारांश हो।